म यो भिडियोमा काठमाडौँबाट भियतनाम जान कति लाग्छ त भनेर कस्ट ब्रेकडाउन गरेर भिडियो बनाउँदैछु। सुरुमा त ई भिजा एप्लाई गर्न $25 अर्थात् 4000 लाग्छ। नेपाल टु भियतनाम डाइरेक्ट फ्लाइट छैन, त्यही भएर फ्लाइट पनि महँगो नै पर्छ। फ्लाइट अराउन्ड 70,000 देखि 1 लाखसम्म पर्न सक्छ। होटलको कुरा गर्नुपर्दाखेरि नर्मल होटलको अराउन्ड 2500 देखि 3000सम्म पर्छ पर डेको हिसाबले। ट्रान्सपोर्टेसनको लागि इनड्राइभ र ग्र्याब युज गर्न सकिन्छ, इनड्राइभ ग्र्याबभन्दा सस्तो पर्छ। त्यसै गरी खानेकुराको कुरा गर्नुपर्दा पर डे 3000 देखि 4000 खानामा खर्च हुन्छ। म दानाङ र हानोई गरेर 2टा सिटी गएको थिएँ। 2टा सिटी बिचको ट्रान्सपोर्टेसनमा $50 अर्थात् 7000 जति खर्च भएको थियो। एक्टिभिटीको कुरा गर्नुपर्दा हालङ्बे ओभरनाइट क्रुजमा अराउन्ड 16000 जति खर्च भएको थियो। मेगा ग्रान्ड वर्ल्ड जाँदा आउँदा भने मलाई 1 रुपियाँ पनि खर्च भएको थिएन र यो सम्बन्धी भिडियो कसरी फ्रीमा गाडी पाउन सकिन्छ भनेर मैले अर्को भिडियोमा बनाएको छु। चाम आइल्यान्ड जाँदा ट्रान्सपोर्टेसन समेत गरेर मलाई अराउन्ड 4000 परेको थियो। होइयानमा कोकोनट बोट राइड गर्दा मलाई अराउन्ड 1200 परेको थियो बोटको मात्र र ट्रान्सपोर्टेसनको अराउन्ड 1000 परेको थियो। होइयान ल्यान्टर्न बोटको मलाई 1000 परेको थियो र त्यसमा टिप्स समेत गरेर मैले 1500 खर्च गरेको थिएँ। बाना हिल्स गोल्डन ब्रिजको प्याकेजको लागि मेरो 8000 खर्च भएको थियो, जसमा लन्च समेत इन्क्लुडेड थियो। माइके बीच भने फ्री अफ कस्ट नै थियो। लभलक ब्रिज पनि फ्री अफ कस्ट नै छ, तर त्यहाँ चाबी किन्दा अराउन्ड 1000 देखि 1500 रुपियाँ पर्छ। ड्र्यागन ब्रिजको फायर सो पनि फ्रीमा नै हेर्न सकिन्छ, तर त्यसको लागि फ्राइडे, स्याटरडे र सन्डे भित्रमा पुग्नुपर्ने हुन्छ र यो सो 9 बजीदेखि सुरु हुन्छ रातिको। सो यो सबै ठाउँहरू घुमेर र भियतनाम सपिङ सबै गरेर पर पर्सन 2 लाखमा हामीले इजिली भियतनामको दानाङ र हानोई घुम्न सक्छौँ।